रिसु चाहिँ त्यहाँ कुदेर बसिरहेछ मेरो रिसु। अनि म चाहिँ यहाँ पानीमा आन्टीहरूलाई लिन जाँदैछु गाइस। 81 तराईको मौसम हेर्नु अहिलेसम्म यति डेन्जर घाम लागिरहेको थियो। अहिले 81 यहाँ बाढी पहिरो पानी। आन्टीहरू चाहिँ पूर्व विराटनगरबाट आउने हुनुहुन्थ्यो। ठ्याक्कै आउने बेलामा पानी पऱ्यो। म पनि छोरालाई स्कुलबाट लिएर आउँदै घर आउने यति पानी पऱ्यो 81। हेर्नु साथीहरू अवस्था यहाँ पानी यति डिप अवस्था छ। म आधा लगभग भिजिसकेँ। छाता पनि पाइनँ, एउटा मात्र छाता पाएँ। अब म भिजिसकेँ, आन्टीहरू पनि भिज्ने भए। अब लास्टमा गाइसहरू गाह्रो छ त तराईको जीवन त घरि चरक्क घाम हिँड्न नसक्ने बस्नु नसक्ने। कहिले यति पानी मान्छे भिज्यो। पानीको अवस्था यस्तो छ गाइस। अवस्था यस्तो छ। आन्टी चाहिँ रिसाएर उद्धम छ गाइस फेरि यहाँ सामान टाइममा नपाएर। अनि हाम्रो भाइको फेमस पसल छ यहाँ। अस्ति पनि मैले खिचेको छु, आज पनि मैले खिच्दैछु। टाइम पास त गर्नै पर्यो। आन्टीहरू बसमा आउँदै हुनुहुन्छ, त्यही भएर म चाहिँ टाइम पास गर्दैछु। हाम्रो भाइको पसलमा बसेर हामी त्यहीबाट रासन पानी दुधहरू लैजान्छौँ हस्बेन्डको पसलमा। अब आन्टीहरू कतिखेर आउनुहुन्छ थाहा छैन। र अवस्था हेर गाइजहरू। साथीहरू म चाहिँ पानीमा भिजी छाता उठाएर गाडीबाट झन् बित्तिकै मान्छे ल्याउनु पर्यो भनेको मान्छेहरू त अटोमा पुगिसक्यो गाइस। म भिजे मात्रै हो। आमाहरूले पनि आज यहाँ हेर न एकैछिनमा पानीको। म छाता लिएर रोडमा भिज्दै बसेँ, तर मेरो आमाहरूले धोका दिएर अटोमा पुगिसके गाइजहरू। आमाहरूले पनि धोका दिन्छन् गाइजहरू। धेरै भयो यहाँ पानी नबगेर के भएछ फेरि यहाँ पानी के अर्को जम्नु बग्यो। साथीहरू आन्टीहरू आउनु खुसियालीमा रोडमा लिन गएको। घरमा चाहिँ पानी पुरै जमेर नबगेर माथि सिडीदेखि तलसम्म झरेछ। अनि यहाँ हेर्नु रड लिएर अब जाम खोल्दैछ गाइज। पानीमा भिजी एकैछिनको 5 मिनटमा पानीले यस्तो अवस्था गर्दै गाइजहरू। यहाँबाट पानी नबगेर यहाँ एउटा जालै नराखिनु हुने अवस्था भयो। अब यसलाई यहाँ छेरी हाम्रो फुलसुल गमलासम्मको पनि फोहोर जान्छ, त्यही भएर पनि जाम हुन्छ पुरै। घरभित्रै पस्यो भने ठानेको। म चाहिँ अब यहाँ भिज्दै सफा गर्दैछु। आन्टीहरू भित्र बस्नु भएको छ, आन्टीहरूसित गफ पनि गर्नु भयो है। मैले पानी बगाउँ भनेको छ गाइस। साथीहरू आमा छोरा खेलिरहेछ नि। हाम्रो आमाहरू भिजाउने आमाहरूमै हो। भर्खर आइपुग्नु भयो विराटनगरबाट। अब भोक लागेको छ साथीहरू, अब भोकै राख्नु पर्ने भयो आमाहरूले। गाइसहरू खेल हाई भन्नु न। हाई छोराको गफ चल्दैछ। बाबाको कम्पिटिसन हुँदैछ यहाँ गाइजहरू। अब भ्लगमा आवाज ड्रप हुँदैन भन्छन् आमाहरू। यिनी चाहिँ मेरो आमा हुन्। कसरी निकाल्दैछिन् हाम्रो माइतलाई नि हामीलाई दिने अलिअलि बाँडफाँड गर्दैछिन्। अनि हाम्रो सानी चाहिँ उहाँ हो गाइज। अनि मुखमा क्या मुखमा नहाल्नु सानोहरू बाबु चिज मानिहाल्छ नि अहिले। ठुलो बाबाले के